सम्पूर्णमा नमस्कार। म भूपाल सिंह राई। नेपालमा सञ्चालनमा आएको सोसियल मिडिया फेसबुक, ट्विटर, युट्युब जस्ता सोसियल मिडियाहरू दर्ता भएर नेपालको प्रचलित कानुन बमोजिम दर्ता भएर मात्रै सञ्चालन गरौँ भन्ने कुरा जुन योभन्दा अघिल्लो केपी सरकारले गरेका थिए, त्यो विषयमा हामी सोसियल मिडिया प्रयोगकर्ताको बुझाइ कस्तो रह्यो भन्ने कुरामा म अनभिज्ञ छु। मैले चाहिँ नेकपा एमालेको श्रद्धेय अध्यक्षले प्रस्ताव गर्नुभएको भनेर मात्रै होइन, जति पनि यो अन्तर्राष्ट्रिय सोसियल मिडिया प्लेटफर्महरू कुनै पनि देशमा सञ्चालन हुँदाखेरि त्यो देशको नियम, ऐन, कानुन अन्तर्गत रहेर सञ्चालन हुन्छ। हाम्रो नेपाल बाहेकका देशहरूमा जस्तै भारत भयो, युरोपियन युनियन, युरोपेली देशहरू भए, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, ती सबै देशहरूमा हेर्नुहुन्छ भने फेसबुक, युट्युब, ट्विटर ती सबै दर्ता हुन्छ र मात्रै व्यवसाय सञ्चालन गर्छन्। तर नेपाल मात्र यस्तो देश छ जहाँ नेपालको ऐनअनुसार, नेपालको कानुन बमोजिम दर्ता नभइकन आफ्नो सेवा प्रवाह गरिरहेको छ। मैले यसो भन्दै गर्दा कतिपय साथीहरूले अ, नेपालमा ती सोसियल मिडियाहरूले ट्याक्स तिरिरहेका छन् भन्ने कुरा पनि गर्नुभएको थियो। त्यो यथार्थ हो। तर त्यो ट्याक्स चाहिँ त्यो सोसियल मिडिया प्लेटफर्महरूले यहाँ सेवा दिए बापत चाहिँ उसले जुन आर्थिक कारोबार गर्छ, त्यो आर्थिक कारोबारको राजस्व बुझाइरहेका छन्। तर आर्थिक कारोबार गर्नुभन्दा अगाडि, उसले सेवा प्रवाह गर्नुभन्दा अगाडि गर्नुपर्ने जुन पहिलो कदम, पहिलो स्टेज दर्ता हो, त्यो दर्ता चाहिँ गरेका छैनन्। र दर्ता किन गर्नुपर्छ भनेर भनिरहेको हो भन्दाखेरि अहिले फेक आइडी, जति पनि फेक आइडीहरू, फेसबुकको फेक आइडीहरू खोलेर अरूको चरित्र हत्या गर्ने कामहरू भइरहेको छ। यसको नियमन कसले गर्ने भन्दा ती सोसियल मिडियाको प्लेटफर्मको यहाँ स्थानीय प्रतिनिधि भइदिएको भए त्यो स्थानीय प्रतिनिधि मार्फत हामीले ती समस्याहरू समाधान गर्न सक्थ्यौँ। र अर्को, राजस्वमा चुहाट पनि हुँदैन। र प्रब्लमहरू, जुन समस्याहरू आए भने स्थानीय सम्पर्क व्यक्ति हुन्छ र स्थानीय सम्पर्क व्यक्ति मार्फत हामीले ती कानुनी समस्याहरू चाहिँ हामी सुल्झाउन सक्थ्यौँ। र अर्को, प्रयोगकर्ताहरू त्यसपछि चाहिँ हामी सुरक्षित हुन्थ्यौँ। र अर्को, कर सङ्कलनमा सुनिश्चितता हुन्थ्यो, अनलाइन अपराधहरू नियन्त्रण हुन्थ्यो भन्ने हिसाबले योभन्दा अघिल्लो सरकारले सोसियल मिडिया, विशेष गरेर हामी फेसबुक भनौँ, फेसबुक, युट्युब नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालन गर भनेको। तर यसो भन्दै गर्दा हामी नेपालीहरूको, हामी प्रयोगकर्ताहरूको बुझाइ चाहिँ के रह्यो भन्नुहुन्छ भने, फेसबुक बन्द गर्यो, सोसियल मिडिया बन्द गर्यो भन्ने तवरबाट हामी हेऱ्यौँ। र बन्द गर्न खोजेको भन्दा पनि दर्ता गरेर सञ्चालन गर, जुन अन्य देशहरूमा भइरहेको छ। त्यसो गर्दाखेरि हामी प्रयोगकर्ताहरू पनि सुरक्षित हुन्छौँ र राजस्वमा चुहाट पनि हुँदैन भन्ने कुरा हिजोको सरकारले जुन कदम चाल्यो त्यो सही थियो। तर हामी नेपाली र प्रयोगकर्ताहरूले सपोर्ट गरेनौँ। अबको सरकारले, यो जेनजी आन्दोलनपछि बनेको सरकारले त्यो प्रयत्न गर्छ, त्यो कोसिस गर्छ भने हामी नेपाली प्रयोगकर्ताहरूले सहयोग गर्नुपर्छ, देशभक्त नागरिकहरूले सहयोग गर्नुपर्छ। जसरी टिकटक पहिला दर्ता गरेर सञ्चालन गर भनेर प्रचण्ड सरकारले भन्यो, केही समय टिकटक बन्द गरिदियो, त्यसपछि टिकटक दर्ता गर्न आए। अहिले टिकटक दर्ता भएर नेपालको कानुन बमोजिम दर्ता भएर सञ्चालन भइरहेको छ भनेपछि फेसबुक, युट्युब, ट्विटरहरू पनि त, वाट्सएपहरू पनि त दर्ता त अवश्य हुन्छन् नि।
दर्ता अवश्य हुनु पनि पर्छ। यसैले यो विषयमा हामी सबै सचेत नागरिकहरूले जोरदारका साथ कुरा उठाउन आवश्यक छ र सरकारले पहल कदमी लिएमा हामीले सहयोग गर्न आवश्यक छ।